यहाँहरू सम्पूर्णमा नमस्ते। टुर दि हिमालय जुन बाइक राइड मार्फत हामी कालिन्चोकको लागि काठमाडौँबाट निस्क्यौँ। लगभग 15-16वटा बाइक र 4-5वटा गाडी लिएर हामी यहाँबाट निस्केका थियौँ। अल्पाइन स्पोर्ट फेडरेसन नेपालको आयोजनामा जुन संस्थाको 5औं वार्षिक उत्सव चाहिँ जुन कालिन्चोकमा मनाइएको थियो कुरी भिलेजमा, त्यसको लागि हामी काठमाडौँबाट निस्केका छौँ। बाइक राइडमा देख्न सक्नुहुन्छ हामी यतिखेर साँगाबाट अगाडि धुलेखेल खावाबाट अगाडि लागेका छौँ। बिचबिचमा गाडी अगाडि पछाडि मेजरसहित क्याप्टेनसहित बाइक राइडमा एक्स प्लस बाइक 15-16वटा एक्स प्लस बाइकमा डबल गरेर हामी यसरी निस्क्यौँ। देख्न सक्नुहुन्छ यो चाहिँ हामी यति बेला सुकुटेमा खाना खाइसकेपछि अगाडि बढेका छौँ। यो चाहिँ सुकुटे देख्न सक्नुहुन्छ साथीहरू। लगभग 150 किलोमिटरको दूरीमा रहेको दोलखा कालिन्चोकको कुरी भिलेजमा सो प्रोग्राम भएको थियो। यसरी हामी बाइकमा गयौँ। बिस्तारै आराम गर्दै हामी लगभग 5 बजे कुरी भिलेज पुगेका थियौँ। देख्न सक्नुहुन्छ कुरी भिलेजको मनोरम दृश्य यति बेला बेलुकाको 5 बजेको थियो। वरिपरि कुहिरोले ढाकेको बिचमा यो मनोरम कुरी भिलेज देख्न सक्नुहुन्छ। यहाँबाट लगभग वाकिङ डिस्टेन्स। त्यो दिन हामी कुरी भिलेजमै बस्यौँ। बेलुका अलि फोटोसुट गऱ्यौँ, रमाइलो गऱ्यौँ। बेलुका हामीले अल्पाइन स्पोर्ट फेडरेसनको हामीले 5औं वार्षिक उत्सव पनि त्यहाँ मनायौँ र त्यहाँ प्रोग्राम सकिसकेपछि खानासाना खाएर हामी सुत्यौँ। भोलिपल्ट हामी कालिन्चोक लगभग कुरी भिलेजबाट 1 घन्टाको डिस्टेन्समा रहेको कालिन्चोक भगवती माताको दर्शन गर्न चाहिँ हामी उकालो लाग्दैछौँ हिँड्दै। सबै साथीहरू केबल कारमा जानुभयो, तर म लगायत हामी 15-20 जना मान्छे चाहिँ हामी हिँड्दै वाकिङ गर्दै गएका थियौँ। यस्तो सिँढी अहिले धेरै राम्रो भएछ। पछिल्लो समय यस्तो राम्रो सिँढी बनाउनु भएको रहेछ माथिसम्म। बिचबिचमा विश्राम स्थल, पानी खाने ठाउँ, आराम गरेर बस्ने ठाउँ पनि बनाएको रहेछ। अलि धेरै व्यवस्थित भएको रहेछ। जुन केबल कार भए पनि हिँडेर जानु यात्रुहरूको लागि पनि राम्रै व्यवस्था गरिएको रहेछ। लगभग म 10-11 वर्षपछि गएको थिएँ।